नमस्कार। दक्षिण कोरियाबाट सञ्चालित नेपालीहरूको पहिलो अनलाइन टेलिभिजन नेपाली वेब टिभी हेरेर बसिरहेका सम्पूर्ण दर्शकहरूमा न्यानो अभिवादन। आज हामी दक्षिण कोरियाको सौल स्थित तोङदिमुनमा रहेका छौँ र हामी आज विशेष नेपाली वेब टिभीको रिपोर्टिङ क्रममा रहेका छौँ। यसै सिलसिलामा हामीले आज एकजना अतिथि निम्ति आएका छौँ। उहाँ नेपालबाट आएर दक्षिण कोरियाको जिन्जु सहर स्थित जिन्जु सहरमा रहेर नेपालीहरूको लागि एउटा चाहिँ इतिहास मधुरहरू तथा नेपालीहरूको लागि विभिन्न सहयोगहरू गर्दै सक्रिय रूपमा अगाडि आइरहनु भएको छ। आउनुहोस् हामी उहाँलाई स्वागत गरौँ र उहाँले के कसरी सहयोग गरिरहनु भएको छ उहाँको बारेमा छोटो कुराकानी गर्न गइरहेका छौँ। हामी उहाँलाई स्वागत गर्न चाहन्छौँ। नमस्कार। नमस्कार। हजुरको शुभ नाम र कोरियन नाम र चाहिँ हजुरको शुभ नाम नेपालबाट कसरी आउनुभयो एउटा छोटो परिचय दिन सक्नुहुन्छ कि? आज हामी नेपाली वेब टिभीमा हुनुहुन्छ, यहाँको छोटो परिचय पाउनु। मेरो नाम योगिता गौतम हो। नेपाली नाम चाहिँ कोरियाको चाहिँ किम युमी हो। हजुर किम युमी चाहिँ मलाई मेरो हस्बेन्डले राखिदिनु भएको यु चाहिँ हस्बेन्डको भयो, मी चाहिँ मेरो भएर हामी गेट टुगेदर गरेर राखेको हो। अनि म यहाँ कोरिया आउनुको कारण चाहिँ पहिला म खास भन्ने भए म अस्ट्रेलिया जानको लागि तयारी गरेको थिएँ। मेरो मम्मी ड्याडी र मेरो दिदी पहिल्यै यही कोरियामा बिहा गरेर आउनुभएको हो। अनि मम्मी ड्याडी पनि कोरिया आउँदाखेरि मेरो सासू ससुराहरूसँग कुरा गरेर म अनि नेपालमा पढाइरहने, मेरो सासू ससुराहरू पनि यहाँ पढाउने फिल्डमै भएको भएर त्यही तरिकाले नै बिहा गरेर लिएर आउनुभएको हो। हजुर, यो कुरा गरिरहँदाखेरि हामी नेपालीहरू यहाँ जति पनि अहिले 35,000 नेपालीहरू छौँ र विदेशमा आएको पनि धेरै नेपालीहरू छौँ र हामीले चाहिँ यहाँलाई चिन्नको लागि यहाँ कसरी आउनुभयो, कति समय लामो समय बस्नुभयो भन्दा पनि हामी नेपालीहरूले कसरी चिन्यौँ भन्दा हामी नेपालीहरूलाई यहाँ रहेको विभिन्न समस्या दुःखहरूमा यहाँले अहिले जुन रूपमा सहयोग गर्दै आउनुभएको छ त्यो कारणले हामीले यहाँलाई चिन्न सक्छौँ। र यहाँ चाहिँ कोरियामा आएर कति लामो समयमा यसरी चाहिँ यहाँ वैवाहिकबाट चाहिँ वैवाहिक भिसामा यहाँ आउनुभएको छ। यहाँ आए पछाडि कसरी कति लामो समयदेखि अथवा कसरी चाहिँ यहाँ नेपालीहरूलाई सहयोग गरेर यसरी चाहिँ सहयोगको लागि अगाडि बढिरहनु भएको छ, छोटो केही जानकारी दिनुहुन्छ? म यहाँको 6.5 वर्ष भयो। 6.5 वर्षसम्म आफ्नो देशकैसँग बिहा गर्दा त गाह्रो हुन्छ भने यो भनेको अर्कै कल्चर हो। यो कोरियाको हाम्रोसँग धेरै मिल्दैन, तर पनि कस्तो छ भने यो कल्चरलाई एडजस्ट गर्न त आफ्नो सबैभन्दा पहिला आफ्नो हिम्मत नै राख्नुपर्छ। अनि नेपालबाट यहाँ कोरिया आउनेहरूलाई चाहिँ म के भन्न चाहन्छु नि, म पनि एउटा छोरी बेटी भएको भएर नेपालमै बिहा गर्दा नि बुहारीले गर्नुपर्ने कर्तव्य र कोरियामा आएर गर्नुपर्ने बुहारीले कर्तव्य एउटै हो। किनभने आफ्नो मान राख्नुपर्ने सासू ससुरालाई गर्नुपर्ने एउटै हो। त्यही पनि आफूले स्ट्रगल गर्ने माइन्ड चाहिँ आफूले बनाउनुपर्छ। यहाँ इपिएसबाट आउनु भएकोहरूलाई बिहा गरेर आउनेहरू सबैलाई म एकजुट राखेर भन्न चाहन्छु कि कोरिया भन्ने ठाउँ चाहिँ एउटा छुट्टै, हामी जब अस्ट्रेलियाहरू अरू ठाउँमा गयो भने इङ्ग्लिस युज गर्छौँ भने यहाँ कोरियामा चाहिँ छुट्टै भाषा कोरियन भाषा युज गर्नुपर्छ। त्यही भएर कोरियन भाषा युज गर्ने भएको भएर हामीले चाहिँ मेन्टल्ली के बनाउनुपर्छ भने कोरिया गएपछि म स्ट्रगल गर्छु, 1 वर्ष त टोटली स्ट्रगल गर्नुपर्छ। किनभने जाडो गर्मी चारवटा जुन सिजन छ त्यसलाई मैले भिज्न सक्छु भन्ने चाहिँ बनेर आउनुपर्छ। पछि उसले 1 वर्ष मात्र दुःख गर्यो भने उसले भाषा पनि जान्छ, उसले भविष्य उसको राम्रो हुन्छ। मैले पनि त्यही गरेर आएको हो। मलाई पनि 1 वर्ष साह्रै टोटल्ली गाह्रै भएको थियो। त्यही भएर मैले आफूले जस्तो दुःख भोगेँ नि म अरूले त्यस्तो दुःख नभोगोस् भन्ने चाहन्छु। त्यही भएर आउँदाखेरि अहिलेको कोरिया इपिएसहरूबाट आउने म्यारिडहरू आउनेलाई एउटा सुविधा चाहिँ के छ भने 4 महिना पढेर आउने। मलाई एकदम खुसी लाग्यो त्यो प्रोग्राम, किनभने हामीले त्यो पढ्न पाएनौँ, त्यो थिएन। मलाई साह्रै त्यो प्रोग्राम नभएको भएर नि मैले धेरै दुःख नि पाएँ। किनभने मेरो फ्यामिलीहरू चाहिँ छ, नेपाली फ्यामिलीहरू त छ, तर त्यो फ्यामिलीहरू हुनुभन्दा नि म नेपाली फ्यामिली भनेको त आफ्नो छँदैछ, तर पनि मैले कोरियन फ्यामिलीलाई मैले आफ्नो बनाउने सोचेर मैले दुःख पनि गरेँ र त्यो दुःखले होला सायद आज म खुसी पनि छ हजुरहरूको सामु पनि यसरी बस्न पाएको छु। र अहिले मलाई फेसबुकबाट पनि धेरैले चिन्नुभयो। म सबैलाई हार्डली थ्याङ्क यू भन्न चाहन्छु। उहाँहरूले गर्दा नै आज म यो ठाउँमा छु र उहाँहरूले अहिले चाहिँ मैले रियल्ली भन्ने भए म संस्थामा चाहिँ तामुना भन्नाले मल्टिपल कल्चर सपोर्ट सेन्टरमा काम गरिरहेको छु। हजुर, तामुना। त्योभन्दा अगाडि चाहिँ 3-4 वर्ष स्कुलमै पढाइरहेको हो। यो वर्ष चाहिँ मैले न्यू जबतिर
आब्रत छु न्यु जब गर्नलाई, किनभने त्यो सामुसिलमा कसरी त्यो मल्टिपल कल्चर बिहा गरेर आउनेहरूलाई हेल्प गर्ने इच्छा भएको भएर मैले त्यहाँ काम गरेको। म त्यस्तो उहरूमा धेरैमा गरिरहेको छु। एउटा पुलिस स्टेसनमा लयरको त्यो कानुनको उसमाहरूमा कानुनमा नि गरिरहेको छु। त्यहाँ नि मान्छेहरू यस्तो कि नेपालीहरू आएर उनीहरूलाई प्रब्लम पऱ्यो भने के अरे ट्रान्सलेटर काउन्सिलिङहरू त्यस्तो गरिदिन्छु। जस नेपालमा केही दुःख पऱ्यो भन्यो भने आफ्नो माइतीलाई आफू दुख्दा त साह्रै मन दुख्छ। यो यस्तरी म चेन्ज हुनु भनेको चाहिँ नेपालमा भुइँचलो गएपछि हो। किनभने त्योभन्दा अगाडि चाहिँ मैले के सोचेको थिएँ भने नेपाली म पहिला माइती भनेको त छँदैछ, मैले घर बनाउनु पर्छ भनेर मैले घरको लागि मात्रै हरेक कुरा घरको फ्यामिलीलाई र अनि म बन्नलाई मात्रै कोसिस गरेको थिएँ। जब भुइँचलो गयो नि यो भन्ने कुरा त यतिको बनिरहेछ, मैले माइतीलाई हेर्नुपर्छ भन्ने मेरो मनमा भएर म दाजुभाइहरूले मलाई धेरै फेसबुकबाट रिक्वेस्ट पठाउनु भयो, मैले एक्सेप्ट गरेँ। अनि उनीहरूको दुःख सुख मैले बुझेँ। अनि दुःख सुख बुझ्दा चाहिँ कसरी भने म त्यति पर्फेक्ट त छैन, तर मेरो इच्छा चाहिँ म अन्डरस्ट्यान्डिङ गर्न सक्ने मान्छे बन्ने इच्छा, उनीहरूको प्रब्लम। अनि मैले सोधेँ उनीहरूलाई के कस्तो छ सन्चो बिसन्चो सोद्धा उनीहरूले के दिदी यस्तो ठाउँमा म एक्लै त्यो काम गर्न आउने ठाउँमा म एक्लै छु, तपाईँले खाना खानुभयो सन्चै हुनुहुन्छ भन्ने त्यो वचनले पनि म कस्तो खुसी छु परदेशमा आएर यस्तो दिदी भेटाएँ भन्दा। मलाई पनि कस्तो कि म नेपालमा हुँदा दाजु मेरो भाइ चाहिँ 1 वर्ष फरक मात्रै डिफ्रेन्स भएको, हामी झगडा गरेर हुर्केको भएर होला सायद मलाई कोरियामा आएर दिदी भन्ने शब्दले मलाई एकदम मुटु छुन्छ त्यो शब्द। तर म सबैलाई नै त्यो दिदी र बहिनी भन्ने शब्द मलाई एकदम खुसी लाग्छ र म आज यो ठाउँमा भएको नि हजुरहरूले गर्दै हो। भने पछाडि 6 वर्षको चाहिँ अन्तरालमा यहाँ बिताउनु भयो र हजुरले चाहिँ वैवाहिक भिसामा पनि आउनुभयो र यहाँ नेपालीहरूको पनि हरेक गतिविधिहरू समस्याहरू देख्नुभयो र अहिले दक्षिण कोरियामा नेपालीहरूले धेरै दुःखहरू पाइरहेका छन्। यो कारण अथवा चाहिँ वैवाहिक भिसामा पनि नेपालीहरूले चाहिँ दुःख पाइरहेका छन्, जस्तै विवाह गरेर आउनेहरूले। तर हजुरको चाहिँ जुन एउटा प्रेरणा भनौँ, एउटा चाहिँ अनुभव सुन्दाखेरि त हामीले चाहिँ यहाँ सङ्घर्ष गर्न चाहिँ हामी चाहिँ पछाडि पऱ्यौँ। जस्तै वैवाहिक भिसामा आएको होस् अथवा चाहिँ इतिहासमा आएको होस्, अघि हजुरले भने भाषाको कुरादेखि लगायत अरू कुराहरूमा जसरी सङ्घर्ष गरेर अहिले एउटा चाहिँ कोरियाको चाहिँ पारिवारिक जीवनमा हजुर सफल हुनुहुन्छ, आफू सन्तुष्ट हुनुहुन्छ र आफू सन्तुष्ट र चाहिँ खुसी भएर नै नेपालीहरूलाई केही गर्न सक्नुभएको छ। भने पछाडि हजुरको सन्देश यस्तो रह्यो कि दक्षिण कोरियामा आउँदाखेरि एउटा भाषाको चाहिँ हामी चाहिँ ज्ञान राम्रो हुनु पऱ्यो र यहाँ आएपछि सङ्घर्ष गर्नु पऱ्यो, त्यस पछाडि मात्रै हाम्रो भविष्य उज्जवल हुन्छ, नत्र भने हामीले चाहिँ यसरी नै दुःखहरू पाइरहेका छौँ भन्ने सन्देश हामीले प्राप्त गरौँ। त्यो पनि भयो, तर भाषा पर्फेक्ट हुनुपर्छ भन्ने त होइन, तर आफू बोल्न सक्ने र आफूलाई त्यो यहाँ आउँदा चाहिँ अलिकति घरेसी कुरा र आफूले बोल्न सक्ने चाहिँ अलिकति सिकेर आयो भने यहाँको कल्चरहरू अब 3-4 महिना त्यहाँ बसुन्जेल यहाँ आउँदा प्रोसेस हुन्छ नि, आउने प्रोसेस त्यतिखेरसम्म पनि आफूले केही सिकेर आयो भने यहाँ चाहिँ काम गर्ने ठाउँमा पनि उसले चाहिँ यो के हो, यो काम के हो भनेर सोध्न चाहिँ सक्छ होइन। जबकि ऊ यहाँ आएर पनि उसको आफ्नो कुरा व्यक्त गर्न सकेन भने भाषा हो, तर पनि बढी फेरि टेन्सन यहाँ आउने भनेर धेरै टेन्सन लिएर नआउनु, सिक्नु त पर्छ तर लिमिट हो, एकदम इन्ट्रेस्ट देखाउनु, टेन्सन नलिनु, इन्ट्रेस्ट देखाउनु। भने पछाडि हजुरले जस्तै वैवाहिक भिसामा आएको नेपाली दिदीबहिनीहरूको समस्या पनि देख्नुभयो, बुझ्नुभयो, त्यो कुराहरूलाई जितेर चाहिँ अहिले यो स्थानमा सफल रूपमा कोरियामा एउटा काउन्सिलिङ सहयोग गरिरहनु भएको छ। त्यो दिदीबहिनीहरूको समस्या र यहाँ रहेका नेपालीहरूको दुःख पीड र मानसिक तनावको कुराहरूलाई पनि यहाँसँग चाहिँ गुनासो त आइरहेको छ। यो कुराहरू कस्तो पाउनु भयो र कसरी सहयोग गरिरहनु भएको छ र कस्तो खालको सन्देशहरू फेरि पनि दिन चाहनुहुन्छ? अहिले चाहिँ आज नि म आउँदा नि म्यासेजहरू आइरह्यो बसमा पनि, कहाँ जान लाउनु भएको छ भन्ने। म खास भन्ने आज आउने यो प्रोग्राम प्रेम गीत भन्ने मुभी हेर्न आएको, त्यो मुभी चाहिँ मैले सबैलाई नै भेट्छु, किनभने मैले सबै फेसबुकबाट मात्र चिनेको, सधैँ आउन नि म भ्याउँदा नि भ्याउँदिनँ, त्यही भएर यो टाइम बनाएर एकचोटि आउँदा सबैलाई नै भेट्न नि पाऊँ। अनि त्यो नेपाली फिल्ममा मेरो छोरीले एकदम इन्ट्रेस्ट देखायो, खास भने मैले छोरीको लागि पनि हो, किनभने उसले त्यो प्रेम गीत हेर्न खोजेको भएर मैले यो उसलाई हेर भन्नुभन्दा उसले इन्ट्रेस्ट देखाएको चिजमा गऱ्यो भने उसले नेपाली भाषा पनि बुझ्छ, नेपाली कल्चर पनि बुझोस् भनेर मैले खास लिएर आउनुको कारण पनि हो। तर त्यो कारणबाट आउनुभएको थियो, तर नेपालीहरूलाई प्रत्यक्ष भेट्न पाउने अझै पनि केही कुराहरू चाहिँ आफूले प्राप्त गर्न पाउने र फेरि सहयोग गर्ने माध्यमहरू बन्ने र यहाँ कसरी नेपालीहरूले चाहिँ
दुःखहरू पाइरहेका छन् यो कुराहरूलाई चाहिँ अझै नजिकबाट निहाल्ने अवसर पनि प्राप्त भयो एकाध दुई पथ यो भयो जस्तो हामीले विचार पायौँ र अहिले मोटामोटी रूपमा भन्नुपर्दाखेरि कोरियामा हामी नेपालीहरू विदेशमा रहेका नेपालीहरूले प्रत्यक्ष रूपमा यहाँलाई चाहिँ गुनासो आइराखेको भनेको मैले यस्तो कामको लागि दुःख पाएँ अथवा मलाई यस्तो मानसिक तनाव भयो विभिन्न समस्याहरू भयो यी कुराहरू नै प्रमुख रूपमा आइरहेको छ होला यसको लागि हजुरले चाहिँ के सन्देश दिन चाहनुहुन्छ अहिले हाम्रो नेपाली वेब टिभीको मार्फत चाहिँ के सन्देश छोटो रूपमा सन्देश दिन चाहनु के चाहिँ सन्देश चाहिँ दिँदाखेरि नेपालीहरू हामी चाहिँ सुरक्षित रूपमा यहाँ चाहिँ खुसी साथ जीवनयापन गरेर नेपाल फर्कन सक्छौँ हजुरको चाहिँ यहाँको अनुभव छोटो बताइदिनु आज पनि मलाई आउँदा एउटा के अरे तनाव भएको उसलाई कामले साह्रै गाह्रो भएको मेसेज आयो एउटा भाइले मलाई पठाउनु भयो अनि मैले भने कि उसलाई टेन्सन नलिऊ होइन म पनि बुझिदिन्छु तिमीले कोरियन भाषा जानेको छैन नि म त्यो साउलाई पनि फोन गरेर म भनिदिन्छु तिमी टेन्सन न किनभने अहिले एकदम कोरियामा के भएको छ भने टेन्सन बढी लिने डिप्रेसन भइरहेको छ मान्छेलाई तनाव त्यही भएर मलाई कसैले के अरे तनाव भयो भन्ने बित्तिकै एकैचोटि मलाई उसको नेगेटिभ ला अब के हुन्छ कि उसलाई के गाह्रो हुन्छ कि भनेर मैले उसलाई फोन नम्बरहरू आफूले जानेको ठाउँको एमबिसीहरू कता कता जानेको छु भने मैले फोन नम्बरहरू पनि दिन्छु अनि इपिएसबाट आउनेहरू अहिले चाहिँ E7 बनाउन खोज्ने भाइहरू धेरै छ अनि मैले पढाउने भएको भएर होला सायद त्यो भाइहरूले नि दिदी म के पढ्ने म कसरी त्यो ठाउँमा जाने भनेर सोध्नेहरू हुन्छ अनि मैले इपिएस बुकहरू किनेर पनि मैले कतिलाई सेन्ड पनि गरिदिरहेको छु बुकहरू यो पढ अनि उनले नजानेकोलाई मलाई फोटो खिचेर पठाउँछ अनि मैले त्यसको एन्सरहरू बनाएर पनि पठाइदिइरहेको छु जस मलाई एकदम कस्तो म फेरि अरूतिर त फिल्डमा त त्यति ज्ञान छैन तर भने पछाडि हजुर चाहिँ अहिले जस्तो E7 टिचिङको पनि फिल्डमा हुनुभयो र अर्को भनेको नेपालीहरूलाई विभिन्न कुराहरू जस्तै अब प्रहरी कार्यालयमा चाहिँ केही उजुरी पऱ्यो भने त्यसको ट्रान्सलेसन गर्ने अनि अघि भन्दै हुनु त दामुनहामा पनि अहिले नियुक्ति हुनुभएको त्यहाँबाट पनि मल्टिकल्चरल फ्यामिलीलाई सपोर्ट गरिरहनु भएको र अन्य कुराहरू जस्तै इपिएसमा रहेका नेपालीहरूको सबै कुराहरू हक हित एउटा संरक्षण र विभिन्न मानसिक तनावहरू लगायतको काउन्सिलिङ त यो त स्वतः 24 घन्टा हुने तर यो समय व्यवस्थापन गर्न घर परिवार लगायत यसरी चाहिँ वातावरण मिलेको छ कि एउटा चाहिँ हजुरको इच्छा एउटा चाहिँ चाहनाले चाहिँ यो वातावरण मिलाइरहनु भएको छ सबैभन्दा ठुलो थ्याङ्क यू त मेरो फ्यामिली नै हो फ्यामिलीको सपोर्ट नभइकन पनि चल्दैन म फ्यामिलीलाई नै सपोर्ट दिन्छु किनभने फ्यामिलीले गर्दा आज नानी मेरो सानो छ नानीलाई अहिले 6 वर्षको नानी छ सासू ससुराले हेरिदिनुहुन्छ के अरे हस्बेन्डले हेरिदिनुहुन्छ त्यो टाइम अफिसको टाइम र त्यो घरको टाइम मिलाएर अनि मैले त्यो टाइममा चाहिँ म बाहिर गएर सेन्टरहरूबाट पनि म धेरै जस्तो हिँड्छु होइन सेन्टरबाट पर्सनल्ली पनि उनीहरूलाई गाह्रो भयो भने म गएर हेल्प पनि गरिरहेको छु धेरै जस्तो तामुना सेन्टरहरूबाट चाहिँ के कस्तो आउँछ भने बुढाबुढीहरू भर्खरै कोरिया आएको उसले कोरियन भाषा नजानेको उसलाई त्यस्तो मिसअन्डरस्ट्यान्डिङ भएको प्रब्लमहरू धेरै आउँछ अनि त्यसलाई मैले चाहिँ उनीहरू दुइटालाई कुराहरू गराएर मिलाएर राखिरहेको छु अहिले थ्याङ्क यू नै आउँछ खुसी लाग्छ भनेपछि एकदम खुसी लाग्यो आज हामी नेपाली वेब टिभीमा हजुरलाई चाहिँ स्वागत गरेर यहाँको कुराहरू सेयर गर्ने पनि माध्यम हामीले पायौँ र यहाँले अझै पनि अगाडि बढ्दै जानु होला नेपालीहरूले फेरि पनि यहाँलाई चाहिँ धेरै सम्झिँदै एउटा चाहिँ यहाँको चाहिँ एउटा सहयोगलाई कदापि बिर्सने छैनन् भन्न पनि चाहन्छु र आज हामीले छोटो कुराकानी गऱ्यौँ अन्तमा हामी जाँदा जाँदै यहाँले सहयोग गर्ने क्रम त निरन्तर चलिरहेको नै छ जस्तै यहाँ रहेका नेपालीहरूले हरेक दुःख सुखमा चाहिँ हाम्रो दिदीलाई सम्झिन सक्नुहुन्छ पनि भन्न चाहन्छौँ र हामीले टेक्निकल सपोर्ट गर्दै हुनुहुन्छ हाम्रो रिकमान थापाज्यूलाई हामी धन्यवाद दिँदै अन्त्यमा यो कोरियामा रहेका नेपालीहरूलाई एउटा वैवाहिक भिसामा आउनुभएको तथा हामी इपिएसमा रहेका सम्पूर्ण नेपालीहरूलाई चाहिँ यहाँको केही भावना अथवा सन्देश केही छ भने छोटकरीमा बताउँदै हामी चाहिँ बिदा हुन चाहन्छौँ बिहा गरेर आउनेहरूलाई चाहिँ म के भन्न चाहन्छु भने नआत्तिनुहोस् आउनुहोस् होइन भाषा चाहिँ अलिकति त्यो भिसा ट्राई गरुन्जेल भए पनि अलिकति 3-4 महिना दुःख गर्नु 3-4 महिना दुःख गरेर हजुरको भविष्य बन्छ भने राम्रो हुन्छ भने हजुरले त्यति दुःख गरिदिनुहोस् भाषा सिकेर अनि कल्चर सिकेर आउनुभयो भने यहाँ परेको केही प्रब्लमहरू छ भने मैले गर्न सक्ने हेल्प म गर्छु मेरो लागि होइन हजुरहरूको लागि म सधैँ हजुरहरूकै छोरी बुहारी र प्यारी बहिनी दिदी सबै बन्न चाहन्छु त्यही भएर हजुरहरूलाई परेको प्रब्लमहरू छ नि मलाई भनिदिनुहोस् म त्यसको बारेमा मैले नजाने भने नि मैले कसरी हुन्छ त्यो प्रब्लम सल्भ गर्ने तरिका म खोजेर पनि सल्भ गरिदिन्छु हस् त थ्याङ्क यू एकदम खुसी लाग्यो फेरि पनि हामी आगामी चरणहरूमा यसरी नै भलाकुसारी गर्न पाइयोस् अझै अगाडि बढ्दै जानु होला हामी सम्पूर्ण नेपालीहरूको दुःख सुखमा साथ दिँदै आउनुभएको छ यहाँलाई चाहिँ धेरै धेरै शुभकामना व्यक्त गर्दै आजबाट हामी यस कार्यक्रमबाट छुटिन चाहन्छौँ हस्त नमस्कार